सरल रूपमा भन्ने हो भने मल भनेको बोट बिरुवाको खाना हो। मल प्राकृतिक पनि हुन सक्छ वा मानिसले जमिनमा हाल्ने पनि हुन सक्छ। मलमा विभिन्न प्रकारका पोषक तत्व हुन्छन् जसले बोट बिरुवा बढ्न सहयोग गर्छ। हजारौं वर्षदेखि मानिसले खेती गर्न थाले। उनीहरूले माटोको गुणस्तर राम्रो बनाउनु पर्थ्यो। जब माटोमा धेरै पोषक तत्व हुन्छ, बाली चाँडै बढ्छ र धेरै उत्पादन हुन्छ। तर जब हामी बाली काटेर खानका लागि लैजान्छौँ, त्यो सँगै पोषक तत्व पनि लैजान्छौँ। धेरै वर्षसम्म खेती गरेपछि माटोमा पोषक तत्व घट्छ र मल हालेर मात्रै बाली राम्रो हुन्छ। धेरै मलहरूमा नाइट्रोजन र फस्फरस हुन्छन्। कहिलेकाहीँ पोटासियम जस्ता अन्य तत्व पनि हुन्छन्। मलहरू अर्ग्यानिक वा इनअर्ग्यानिक हुन सक्छन्। प्राङ्गारिक मलमा कार्बन हुन्छ र गोबर मल यसको एक उदाहरण हो। र रासायनिक मलहरू विभिन्न प्रकारका हुन्छन्। फस्फेट जुन क्रिस्टल वा पाउडरको रूपमा हुन सक्छ। जबदेखि हामीले मल बनाउन थाल्यौँ, त्यसपछि धेरै बाली फलाउन सिक्यौँ र त्यसैले मानिसको सङ्ख्या छिटो बढ्यो। तर प्राकृतिक प्रणालीमा धेरै मल हाले समस्याहरू आउन सक्छन्। मल भनेको यस्तो तत्व हो जसले बिरुवालाई नाइट्रोजन र फस्फरस जस्ता पोषक तत्व दिन्छ, जसले गर्दा बाली चाँडै बढ्छ र धेरै उत्पादन दिन्छ।